मोडलहरू म्यासेज गर्नु फ्लप खानुहुन्छ तपाईँहरू दाजुदेखि। अनि अहिले चाहिँ हामी यहाँ आएको छौँ तोरपडे खानु दाजुसँग। सल चाहिँ म रोडमा आइपुगिसकेँ खाजा साजा लिनलाई। केही नै छैन, कन्टेन्ट देखाइ छैन, के गर्नु भइरहेछ उहाँ त कन्टेन्ट बिनाको त। सो हेलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल। सो तपाईँलाई आजको मेरो भ्लगमा स्वागत छ। एकछिन अहिले चाहिँ यो चाहिँ मुभब्याङ गरेको भोलिपल्ट हो, अनि कन्टेन्ट केही पनि छैन, कन्टेन्टको कमी धेरै भइरहेको छ। अब एक्जाम पनि चल्दैछ नि त, सो त्यतिमा भ्लग बनाउनु पाएको छैन। मुभब्याङ सुभब्याङ हाल्नु गएको थिएँ, कन्टेन्टको कमी धेरै भइरहेको छ मलाई। यहाँ एक्जाम सकिन्छ नि दामी दामी कन्टेन्टवाला भ्लग आउँछ। अहिले चाहिँ जसमा खाजा लिन जाँदैछु, बाटोमा छु। अब चाहिँ के खाजा खान्छु, कन्टेन्टै अहिले त खाजा भइसक्यो, केही पनि नभएर थियो त्यही। सो अहिले चाहिँ म रोडमा आइपुगिसकेँ खाजा साजा लिनलाई। केही नै छैन, कन्टेन्ट देखाइ छैन, के गर्नु भइरहेछ उहाँ त कन्टेन्ट बिनाको त। भ्लग पनि के हाल्नु, घरमा बसेको बाहिर हिँडेको त भ्लग बनाउनु पर्यो होइन यस्तो यस्तो। अब घरमा बसेको भ्लग के बनाउनु त मैले, त्यत्तिकै झ्याउ लाग्दो। अब आज आएको 2 बजिरहेको छ, अब बेलुका के हुन्छ त्यही खिचेर हालिदिन्छु। भयो भने यो भ्लग आउँछ कि आउँदैन पनि थाहा छैन मलाई, सब खाजिदिनु त। मैले सामान पनि किनिसकेको छु, यहाँ सबै किनेको छ। के खानु त खाजा, केही त पाउँदैन। हामीले विराट चोक जानुपर्छ, यदि मोमो चाउमिन पिज्जा सिज्जा बर्गर खानु हो भने विराट चोक जानुपर्छ। अनि विराट चोक जानु अब खाजा खानालाई। सो अब चाहिँ खाजा पकाएर खाइदिनु पर्ने हुन्छ। सो चाली ओ सो म चाहिँ घर आइसकेँ चाउसा लिएर, अनि यसलाई रुँदैछु। उहाँ छटपट गरिदिन्छ धेरै, उहाँ छटपटै बहादुर। भ्यू हेर्दै हुन्छ, भ्यू के नभए साहब चाली ए क्यामेरा खोले कि छटपाइदिन्छ क्या बहादुर हो। सब्जी सुन्नुहोस् न, क्यामेरा खोलेको छटपटाइदिन्छ, यो खतरा मान्छे हो। अहिले चाहिँ खाजा साजा पाक्दैछ, म चाहिँ पिरो चाउचो खाएन। मैले दिदीलाई चाहिँ करेन्ट चाउचो पिरो ल्याइदिएको, अनि मैले चाहिँ नर्मल करेन्ट खाऊ, किनकि मैले चाहिँ पिरो करेन्ट खानु हुँदैन, डाक्टरले भन्नुभएको छ, त्यसैले हुँदैन। नत्र त खाइदिन्थ्यो, मलाई मिठो लाग्छ। हुँदैन नि त, अब हुँदैन भनेको कुरा त किन जिद्दी गरेर खानु, त्यसरी खान्न। ओ चल हो यो गुडिया सेतो थियो, अहिले हेर्न हालत नि, हालत बिग्रेको छ। एकछिन भेटिसक्यो त म खाजा खाने बेला देखाउँछु कि देखाउँदैन। खाजा रेडी भइसक्यो। आज चाहिँ रियलको कोक छ है, रियलको कालो हेर्न सक्नुहुन्छ। यो त पानी हुँदैन होला नि, पिजुडेको रियलको कोक छ आज चाहिँ। अब चाहिँ खाजा साजा ह्याप्सिङ हालिदिनु पर्ने हुन्छ। अनि यो चाहिँ मिठो छ, दामी छ। म त्यस्तो नर्मलै खान्छु क्या, प्लेन खान्छु। त्यस्तो मलाई त मसला ससला हालेको प्याज सस हालेको त्यस्तो मिठो लाग्दैन, यस्तो नर्मल मिठो लाग्छ। सब चाहिँ खान्छु पर हुन्छ राम्रो। सो अहिले चाहिँ हामी घुम्न जाँदै थियौँ दाजुसँग। हजुर हो अच्छा, यो त भाइरल भएर भाउ खोजेको मोडलहरू कहाँको मोडल, कहाँको वर्ल्ड वाइड मोडलहरू मोडलहरू म्यासेज गर्नु फ्लप खानुहुन्छ तपाईँहरू दाजुदेखि। अनि होइन त्यस्तो भनेको होइन, म मोडल हुन्छ भनेको क्या। मोडल हुन्छ अरे, अनि फ्लप साथीहरू डिबी पर्दैछ पैसा बिस गरे, मैले भरेकै छैन, यसले हावा हानेको फिक्स पर्छ। नामले नै सिलेक्ट गर्छ क्या, नामले नै रोसिस कार्की भनेपछि ब्रान्डिङ सक्यो। दोकान कहाँ जाने आज, फर्कुर दामी मौसम भइरहेछ आज। कहाँ जाने, हाम्रोतिर उखु एक्सेटर छ होइन, यो उखु होइन घाँस हो। प्याज केही पनि थाहा छैन, उखु यो यसलाई केहीको नलेजै छैन। यो धान होला होइन, यो धान होला, कोदो भनेको त ल। अनि यिनीहरू चाहिँ उति होला, के भन्छ अम्बकको बोटहरू होला होइन, अम्बकको बोट होला। यो अम्बकको बोट, उतापट्टि चाहिँ फेरि उहाँ बुहारको बोट रहेछ, उतापट्टि पछाडि हेर्नु काब्रा हो। अन्त बुहारको बोट भनेको काब्रो पो हो, काब्रो त लहरा हुन्छ नि साथी। अहिले चाहिँ हामी यहाँ आएको छौँ तोरपडे खानु दाजुसँग। तोरपडे खाना अब चलिनु पर्ने हुन्छ। यो चटपटे पसल हाम्रो पियालो गेटको दामी, तर कस्तो उता आउँदो रहेछ, ग्रेन छ आउँदो रहेछ, राम्रो आउँदैन रहेछ। अद्रे अधारो भएको छ, फ्ल्याट सेट पाल्नुपर्छ, न त खिच्चा आउँछ आमा नि आउनुभयो। सो अहिले चाहिँ अब हामी चटपटे खाएर फर्किसकेको छौँ। चटपटे खाएको चाहिँ देखाएन मैले दाइसँग, अनि हामी घर फर्किएको छौँ। अहिले चाहिँ दामी भइरहेको छ अँध्यारो, घरमा चाहिँ हामीले मार्छौँ होला हुन्छ साथी।
दाजु भन्न ए दाजु साथी भनेर नि सम्बोधन गर मलाई 18 लाग्यो अस्तिबाट 18 कि 19 हो 18 हो 18 प्लस नि हैन तिमी साच्ची 63 को म चाहिँ 19 लागिसके पत्याउनु भएन तर पत्याउनु भएन कस्तो अगाडि के पनि देखेन अनुहारमा टच पालेपछि के पनि देखिँदैन कल मिलाइदिनु त ओ यो के पनि देखिँदैन अझै घर चाहिँ चलिदिनु पर्ने हुन्छ हल्का गाडी साडी खाइदिनु पर्ने हुन्छ उयो झन्डै फोन गयो देखिँदैन क्या त्यही भएर यस्तो अगाडि देखाउनु पर्ने बिजोक रमाइलो भइरहेको छ मेरो यहाँ ल कस्तो हेर्छ मेरो दाइ भने तपाईँलाई दाइको इन्स्टा आइडी दिनु कि नदिनु दाइ पर्दैन किनभने त्यसै स्टकमा धेरै भइरहेको छ भने दाइ त्यस्तो होइन कस्तो कुरो कस्तो पढाइमा एकदम ध्यान दिन्छ ए त्यो पनि हो है मोह मायाबाट दूर संसारबाट दूर भइसकेको मान्छे त्यो पनि है त्यस्तो एउटा दुवै जानुपर्छ कि अनि स्विजरल्यान्ड के छ स्विजरल्यान्ड चाहिँ कारण म देश र जनताको हरदम सेवा गर्ने सोसियल वर्कर हुँदैन नि यस्तै हुँदैन यो सोसल वर्कर चाहिँ होइन यो के हो पारा अरे भ्लगर हिँड्दैछ के हो पारा पछि भित्ति नै भएको थियो के भन्थ्यो होला यो समाजले यस्तो त त्यस्तो नहाले हान्छु म त राम्रो हाल त्यो त्यो यो बाटो म सुनको बनाइदिन्छु सुनको यता चाँदीको बनाइदिन्छु चाँदीको यता हामी कोकको बाटो बनाइदिनुपर्छ कोकको स्विमिङ पुल त्यस्तो हावा नफेक्न चाँदीको बाटो भन्दा आज साथी मैले रियल कोक खाएको भिडियो गरेको छु रियल कोक खाएको पहिला पनि हामी रियलै खान्थ्यौँ कि तर त्योभन्दा अझै धेरै रियल क्या मुकब्याङभन्दा अलिक धेरै रियल यो बाँस छ नि बाँस त्यो ग्यास हुन्छ ग्यास हुँदैन पानी हुन्छ ग्यास हुन्छ ग्यास पनि हुन्छ अनि त्यसले हामी आगो जलाइदिउँ आगो होइन बम पड्किन्छ डुम गरेर डुम पुरै डुम आधी डुम कि पुरै डुम लुकी डुम लिएर एकछिन है त म चाहिँ घर आइसक्यो अनि चाली चरी सुतिरहेको छ र यसको अनुहारमा लाइट मार्दा चाहिँ पनि हेर्न सक्नुहुन्छ सुतिरहेको छ सुतिरहेको छ यसको अनुहारमा चाहिँ लाइट बाल्दिनँ किनकि उठ्छ चाहिँ कतिखेर खोल्छु कतिखेर निभाउँछ चाहिँ यसरी नै सुत्छ यो चाहिँ सो अब चाहिँ भ्लग कन्टिन्यू गऱ्यो भने भोलि गर्छु नत्र अब के हुन्छ भरे एडिट गर्दाखेरि पुगेको रहेछ भने चाहिँ म चाहिँ भ्लग अपलोड गरिदिन्छु भोलि बिहान 8 बजी यदि पुगेको रहेनछ भने चाहिँ पर्सि बिहान 8 बजी आउँछ गाइज स्टेडियम अझै राति भइसक्यो अनि अझै क्लिप पनि पुगेको रहेछ ठ्याक्कै 8-9 मिनटको भ्लग हुन्छ सो अझै हामी सुत्न आँटेको अझै रातिको त्यस्तै 8-9 बजिरहेको छ अन्त चाहिँ यहाँ छ हामी चाहिँ यहाँ सुत्छौँ तर यहाँ बेडमा सुत्छौँ झुल पनि लगाइसकेको छौँ अब चाहिँ झुलसुल खाँदै सुत्दिनु पर्ने हुन्छ सो आजको लागि यति नै थ्याङ्क यू सो मच वाचिङ अस थ्याङ्क यू सो मच जोइनिङ अस झन् 5 सब्सक्राइबर नभुलिदिनु होला थ्याङ्क यू सो मच फर 121 सब्सक्राइबर बाइ बाइ।